मलाई यस वर्ष एसईई परीक्षा दिने विद्यार्थीहरूले धेरैले सोध्नु भएको थियो हामीहरूको चाहिँ अब स्कुलमा कोचिङ सुरु हुन लाग्यो, हामीहरूले कोचिङ अथवा ट्युसन पढ्ने कि नपढ्ने, ट्युसन पढेर फाइदा छ कि नै भनेर मलाई सोध्नु भएको थियो। र यो भिडियो तपाईँ यदि यस वर्ष एसईई दिने विद्यार्थी हो भने तपाईको लागि एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। किनभने तपाईले जान्नुपर्छ, तपाईले ट्युसन पढेर मात्रै तपाईले जान्नुहुन्छ भन्ने कुरा होइन है त। तपाईले सोच्दै हुनुहुन्छ कि म ट्युसन पढ्छु भनेपछि पक्कै पनि तपाईले आफूमाथि विश्वास छैन, त्यो मैले बुझिसके। तपाईले ट्युसन पढ्ने भन्ने सोच्नु भएको भने तपाईमा आफ्नो क्षमता रहेनछ, तपाईले अरूको क्षमताको बावजुद अगाडि बढ्ने सोच्दै हुनुहुन्छ। यदि तपाईमा आफ्नो क्षमता हुन्थ्यो भने तपाईलाई चाहिँ सफिसिएन्ट क्लासमा पढाइन्छ के, बुझ्नुभयो नि? तपाईलाई जति जान्नुपर्ने ती कुराहरू पढाइन्छ, तपाईले घरमा रिभिजन नगर्नु, पढ्नु चाहिँ तपाईको ठूलो समस्या होइन। तपाईले यति बेला ट्युसन पढ्छु भन्नु भएको भने र सकेसम्म ट्युसन नपढ्नुस् भन्छु म। किन भन्दा फेरि ट्युसन नपढेर तपाईँ लर्खरिएर हिँड्नुस् भन्न खोजेको होइन। जुन त्यो ट्युसन पढ्ने समय छ नि त्यसलाई आफूले घरमा सेल्फ स्टडी गर्नुस् इफेक्टिभली। त्यो तपाईको ट्युसनको तपाईले पढे भन्दा 2 टाइम्स बेटर हुनेछ, किनकि तपाईले आफूले जान्ने कुरा आफैले जान्नुभयो भने त्यो तपाईले पछि एक्जाममा सम्झिँदै गर्दा होस् या लेख्दै गर्दा बुझ्नुहुन्छ, त्यो एकदमै तपाईको लागि राम्रो पक्ष हो। तपाईले ट्युसन नपढेर तपाईँ चाहिँ फेरि खत्रै हुनुहुन्छ भन्ने होइन। तपाईले ट्युसन नपढेपछि पनि तपाईले घरमा पढ्नु पर्यो कि ट्युसनको सट्टा तपाईले घरमा पढ्नु पर्यो, अनि त्यति बेला चाहिँ तपाईले ट्युसन नपढ्नु होला, त्यो भन्न चाहन्छु। नत्र अहिले चाहिँ अब कलेजहरूले चाहिँ के भन्छन्, धेरै यो हाम्रो स्कुलहरूले चाहिँ बाध्यता गराउँछन्, ट्युसन पढ्नै पर्ने, नपढेर अब पढाइदैन, त्यस्तो समेत भ्याउने रहेछन् हैन। भन्न मैले कुनै स्कुलमा विद्यार्थीलाई सोधेको थिएँ, ट्युसन पढ्नै पर्छ नपढी हुँदैन भन्ने त्यो बाध्यता पनि गराउँदो रहेछन्। र धेरैले चाहिँ के हुन्छ भन्दाखेरि अब त्यो नोट हुन्छ स्कुलको, त्यसलाई लेख्न सकिँदैन, दोस्रो कुरा। अनि ट्युसनसँग अगाडि बढ्न झन् कमजोर हुन्छ कि भन्ने हुन्छ। मैले हेर्नुहोस्, मैले एसई दिने वर्ष मैले ट्युसन पढेको होइन, साँच्चै भन्नुहुन्छ भने मैले होइन एकदम गाउँमा पढेको होइन। मैले 10 सम्म चाहिँ गाउँको स्कुलमा पढेको। त्यहाँ चाहिँ यो ट्युसन भन्ने हुन्न थियो। आफ्नो क्षमताले जति ल्याइन्थ्यो नि त्यो नम्बर ल्याइन्थ्यो। मेरो क्लासको 5th 6 हुनेले लगभग 3.2 3.3 को रेसियोमा ल्याएका थिए। उनीहरूले म एकदम राम्रो भन्छु, किनकि विथआउट ट्युसन, विथआउट एनी एक्सटर्नल फोर्स होइन, तपाईको कसैले त्यो तपाईलाई बल नगरिकन तैँले पढ नभनिकन उसले आफ्नो मनले 3.2 3.3 3.4 ल्याउनु भनेको राम्रो नम्बर हो। र मलाई लाग्छ ती 3.2 3.3 ल्याउने छन् नि तिनीहरूले चाहिँ अहिलेको 3.7 3.8 ल्याउनेलाई टक्कर दिन्छ, मलाई थाहा छ। किनकि तिनीहरूको आफ्नो अर्ग्यानिक पढाइ हो क्या त्यो भनेको, ठिक छ नि। त्यसैले तपाईले आफूले पढ्नुस्, आफूले कन्सेप्ट लिएर पढ्नुस्, त्यो चाहिँ तपाईको लागि एकदमै राम्रो हुन्छ। अब होइन मैले त्यो आफूले घरमा सेल्फ स्टडी पनि गर्छु, ट्युसन पनि पढ्छु भन्नुहुन्छ भने तपाईले पढ्नुस्, केही छैन, मैले रोक्दिन। तर त्यो ट्युसन आफ्नै स्कुलको सरहरूले पढाउनु ठ्याक्कै तपाईले उस्तै फिल आउँछ। फेरि हैन, सरले त्यो एउटा गाइडको रूपमा युज गर्ने होइन कि तपाईले के हुन्छ आफूले केही सोल्युसन नगर्ने, जे पनि सोधिहाल्ने सरलाई, जे पनि भनिहाल्ने, सरले गर्दिने भनेपछि त्यो एउटा तपाईको गाइड जस्तै हुनुहुन्छ उहाँ। तपाईले गाइड बनाउने होइन आफ्नो टिचरलाई, ठिक छ? आफ्नो टिचरलाई गाइड नबनाउनु होला। र तपाईहरुले पढ्नुस्, आफूले मेहनत गर्नुस्। ट्युसन बिना पनि म यति उदाहरण दिन आएको कि तपाई कोही ट्युसन नपढिकन पनि म बस्छु भन्ने हुनुहुन्छ। विशेष गरी चाहिँ हाम्रो पहाडतिरको हिमालतिरको स्टुडेन्टहरुलाई चाहिँ, तराईतिर चाहिँ धेरैलाई चाहिँ ट्युसन पढाइन्छ, स्कुलमै पढाइन्छ, जबरजस्ती फोर्स गरेर भए पनि पढाइन्छ। नत्र यो पहाडतिरको हिमालतिरको स्टुडेन्टहरु हुन्छन्, उनीहरुलाई चाहिँ मधेसतिरको स्टुडेन्ट, उनीहरु ट्युसन नपढिकन पनि राम्रो गर्न सक्छु कि नै भन्ने हुनुहुन्छ भने अफ कोर्स तपाईले गर्न सक्नुहुन्छ। तपाईमाथि त्यो पोटेन्शियल छ, त्यो पोटेन्शियललाई युज गर्नुस् र अगाडि बढ्नुस्, पक्कै पनि तपाईको राम्रो नम्बर आउनेछ। र तपाईलाई यदि क्लास 10 को केही त्यस्तो जानकारीहरु सुन्नु छ भने हामीले कमेन्टमा सोध्नु होला, म चाहिँ तपाईको रिप्लाई दिने कोसिस गर्नेछु। र सम्पूर्ण क्लास 10 को हामी पढाइको भिडियोहरु पनि ल्याइराख्ने छौं। कुन च्याप्टर कुन सब्जेक्टको भिडियो ल्याउँदा तपाईलाई राम्रो हुन्छ, तपाईको एसई को लागि राम्रो हुन्छ, त्यो कमेन्ट गरिदिनु होला। त्यो चाहिँ म बनाउने कोसिस गर्नेछु भन्दै यहाँबाट बिदा हुन्छु। हस्त नमस्ते, फेरि अर्को भिडियोमा भेटौँला है त।